हेलो गाइज नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा म अहिले ठ्याक्कै पशुपति स्वयम्भू को दर्शनको लागि स्वयम्भूको मन्दिरको उकालोमा हिँडिरहेको छु र यो भ्लगलाई सबैजनाले हेरेर कमेन्ट गरिदिनु होला र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भन्न चाहे र हेर मैले एउटा बाँदर भगवानलाई बाँदरको दर्शन पाइरहेको छ यहाँ आएर साथ दिनु होला। यो पुरै जङ्गल स्वयम्भूको जङ्गल रहेको छ। ल म अहिले ठ्याक्क यो स्वयम्भूको यो उकालोमा छु। एकदम मजा आइरहेछ। एकदम उकालोमा हिँड्न दिउँसो र ठ्याक्कै 11 बजेको छ। दिउँसोको 11 बजेको छ यो समयमा। कस्तो हुन्छ हेरेर साथ दिनु होला। ल ल दर्शकहरू यो रहेछ स्वयम्भूको मेन मन्दिर रहेको छ। स्वयम्भूनाथको डाँडो टुप्पोमा आइसकेको छु म। विभिन्न किसिमको टक्क हेरेर कमेन्ट गर्नु होला कस्तो छ यहाँको दृश्य। यो काठमाडौँको स्वयम्भूको मन्दिर भनेर चिनिन्छ। नेपालको एकदम चर्चित ठाउँ हो यो। यति र यहाँ विभिन्न देशहरूबाट टुरिस्टहरू घुम्नको लागि आउने एकदम चर्चित ठाउँ हो यो। जस्तो कति राम्रो छ। वाउ टाइपको यहाँ बाँदरहरू बसिरहेको रहेछ। खाइरहेछ। रहेको छ बाँदर। बजिरहेको छ।